अब सुरु गर्छु है म ल सबैजना आइसक्नु भयो होला धेरै पनि टाइम वेस्ट नगरौँ सबैजना फेरि जोइन भइसक्नु भएको छ है सबैजनाले आज क्यामेरा खोल्नु ल क्लासमा चाहिँ सकेसम्म मिलेसम्म हजुरहरूले क्यामेरा चाहिँ अन गर्नु होला मलाई पनि इन्टरेक्सनमा सजिलो हुन्छ अनि हामी अहिलेलाई चाहिँ आजको सेसनलाई चाहिँ स्पेशली सबैजना क्यामेरा अन गर्छौँ है त ल लुमन्तीजी ममताजीले खोल्नुभयो अमृताजी अस्मिताजी दिल्ली सरले खोल्नु भएको छ अरूले पनि भोलिन्टियरली खोल्नु ल ओके अब आज म सेसन सुरु गर्नुभन्दा अगाडि हजुर सबैले एउटा काम दिन्छु है त सुरुमा काम दिन आँटे एकैछिन धैर्य गरेर बस्नु होला मेरो आजको मेन काम चाहिँ के हो तपाईँलाई दिने भन्दा अहिलेसम्म तपाईँले यो होल जति पनि पढ्नु भएको छ कलेज जानुभयो होला हजुरले काम गर्नुभयो होला आजसम्मै तपाईँले सुनेको एकदमै तपाईँलाई चाहिँ मेन्टल हेल्थ सम्बन्धी मानसिक स्वास्थ्य अथवा काउन्सिलिङ सम्बन्धी यस्तो कुरा जुन तपाईँलाई हो कि होइन कन्फ्युजन छ जस्तै कति मान्छेले भन्छन् नि दायाँ ब्रेन र बायाँ ब्रेनको कुराहरू होइन अथवा हामीले कति सुनिरहेको हुन्छौँ नि इन्टरनेटमा देख्दा यस्तो पो हो कि क्या हो साइकोलोजीको भनेर सो तपाईँले सुनेको तपाईँलाई अनौठो लागेको मानसिक स्वास्थ्य अथवा मेन्टल हेल्थ अथवा साइकोलोजी सम्बन्धी कुनै पनि कुराहरू चाहिँ म हजुरहरूले ठ्याक्कै 2 मिनट दिन्छु सम्झेर दिमागमा पहिलो जे आउँछ च्याटमा लेख्नु है त कमेन्टमा यो च्याट बक्समा आजसम्म हजुरले सुन्नुभएको कुनै पनि साइकोलोजी सम्बन्धी कुरा जुन तपाईँलाई अपत्यार लागेको हुनसक्छ होइन होला यति साह्रो त अथवा यस्तो त होइन होला भनेर अथवा तपाईँलाई एकदम बिलिभ लागेको मन परेको पनि हुनसक्छ ल ठ्याक्कै 2 मिनट है त 7:17 म ठ्याक्कै चेक गर्छु च्याटमा ओके सरले फेरि क्वेसन वान्स अगेन भन्नुभएछ तपाईँले कुनै पनि अब मेन्टल हेल्थ सम्बन्धी साइकोलोजी सम्बन्धी कुनै पनि फ्याक्ट अथवा केही कुरा सुन्नु भएको छ जुन चाहिँ तपाईँलाई अनौठो लागेको होस् अथवा अपत्यारिलो लागेको होस् कि जस्तै आइन्स्टाइनले त 3% के अरे हामीले त 3% मात्रै ब्रेन युज गर्छौँ रे आइन्स्टाइनले त 100% युज गर्थ्यो रे भने जस्ता कुराहरू हुन्छ नि
तपाईँलाई अनौठो लागेको कुरा चाहिँ हजुरले सेयर गर्न पाउनुभयो है ल। अस्मिताजीले र प्रजिताजीले गरिसक्नु भएको छ। ल सबैजना ट्राई गर्नु त सम्झेर है मजाले। सबैको पार्टिसिपेसन गर्नु ल। सकेको तपाईँहरूले पार्टिसिपेट गर्न ट्राई गर्नु है त्यो सेसनमा। युज अफ नाइट्रस अक्साइड एज अ सब्सटेन्स। अरू पनि लेख्दै जानु त हजुरले सुनेको। ल अब म आएँ है त हजुरले भनेको कुरामा। सो पहिलो कुरा चाहिँ सर्टेन फुड प्रड्युस डोपामिन इन यर ब्रेन। यो त इन अ वे राइट नै हो र प्रड्युस गर्छ पनि हामीले खाने सुगरी खानाले होइन। सो यो फ्याक्ट त ठिक छ। फिलिङ अफ इन्सेक्ट क्रलिङ इन बडी, हाम्रो कुनै कुनै मेन्टल डिसअर्डरमा चाहिँ त्यो फिलिङ आउँछ कसैलाई स्किनमा केही चलिरहेको जस्तो, क्रल गरिरहेको जस्तो। सो त्यो पनि एउटा नर्मल हुने भयो, फ्याक्टै भयो है। युज अफ नाइट्रस अक्साइड एज इन सब्सटेन्स भन्नुभएको छ। अब नाइट्रस अक्साइड एज अ सब्सटेन्स चाहिँ अब कसले युज गरिरहेछ, मान्छेले अब कति थरी केमिकल्सहरू युज गरिरहनु भएको हुन्छ होइन। व्यक्तिहरूले कहिलेकाहीँ कसैले मेडिसिन युज गरिरहनु भएको हुन्छ, कसैले अरू कुनै मेडिसिन युज गरिरहनु भएको हुनसक्छ। सो यो पनि एउटा वेग टर्म त भयो मेबी। पिपल से मेन्टल हेल्थ इज अ हेरिडिटी प्रब्लम। जेनेटिक्सबाट पनि आउँछ, कम्प्लिटली जेनेटिक्स नै रेस्पोन्सिबल त भन्दैनौँ, तर हेरिडिटीबाट पनि आउँछ। धेरै मेन्टल इलनेसेसहरू चाहिँ फ्यामिलीमै रन गर्ने पनि हुनसक्छ है। ल्याक अफ अक्सिजन कसेस मेमोरी लस। कतिपय केसेसमा चाइल्ड बर्थको बेला अनेक बेला चाहिँ तपाईँलाई अक्सिजनको कमीले गर्दाखेरि गाह्रो हुनसक्छ होइन। अनि ल्याक अफ अक्सिजनको कारणले गर्दा मान्छेलाई डिजिनेस हुने, लाइट हेडेड फिल हुने होइन। अनि भनौँ न एकदमै जुम्म हुने खालको हुनसक्छ। अनि मेमोरीहरू चाहिँ त्यो बेलामा मान्छेले केही सम्झिन नसक्ने त्यो चाहिँ हुन्छ है। ट्रमा मेक्स पिपल फर्गेटफुल एन्ड मेमोरिज क्यान बी डिस्टर्टेड। त्यो पनि हुन्छ। पेनफुल मेमोरिज भने मान्छेले सप्रेस गर्न खोज्दा डिस्टर्टेड पनि हुन्छ। बिङ अ साइकोप्याथ इज अल्सो इनहेरिटेड बाई आवर पेरेन्ट्स। यो कुरामा चाहिँ अब धेरै रिसर्चहरू बाँकी पनि छ। साइकोप्याथी भन्दा नि हामीले चाहिँ एन्टी सोसल पर्सनालिटी डिसअर्डर भन्छौँ। कोही कोही व्यक्तिको केसमा चाहिँ देखिन्छ भन्छन् होइन, जेनेटिकली पनि। सो यसमा चाहिँ ठ्याक्कै एभिडेन्स प्रुभ गरिहाल्न मिल्ने गरी चाहिँ अभाइलेबल छैन भनौँ। कतिवटा मेडिकेसनहरू चाहिँ लाइफ लङ लिनुपर्ने पनि हुनसक्छ, तर नट एभ्री मेडिकेसन। सो मेन्टल हेल्थको कुरा गर्दाखेरि हाम्रो सबैभन्दा ठुलो मिथ्या यही छ नि त, एकचोटि दबाई थालेपछि त बन्दै गर्न सकिँदैन होला भनेर। त्यो चाहिँ हुँदैन है। ज्वरोको दबाई पनि त सधैँ खाइराखिँदैन नि त, तर मुटुको दबाईहरू यस्तो यस्तो दबाई त खानुपर्ने हुन्छ भनिसकेपछि यो सबै मिथहरू चाहिँ आफ्नो आफ्नो ठाउँमा इन अ वे राइट रङ पनि छन् है। अब मैले हजुरहरूलाई माइक खोल्न लाउँछु ल। माइक खोल्न लाएर मैले चाहिँ हाम्रो जति पनि पार्टिसिपेन्ट्स हुनुहुन्छ उहाँहरूले चाहिँ यो ट्रेनिङ किन जोइन गर्नुभएको, के कारणले जोइन गर्नुभएको भनेर मलाई सबैजनाले भन्नुहुन्छ। कहाँबाट थाहा पाउनुभयो ट्रेनिङको बारेमा अनि के कारणले जोइन गर्नुभयो भनेर। हामी आँचलजीबाट सुरु गर्छौँ। आँचल श्रेष्ठजीबाट माइक अन गरेर किन चाहिँ साइको सोसियल काउन्सिलिङको ट्रेनिङ लिन लाग्नु भएको है। अब
हेलो आँचलजी, हजुर त्यतै हुनुहुन्छ? हेलो, आँचलजी हुनुहुन्न रहेछ, अमृताजी हजुरबाटै सुरु गरौँ न त। हेलो मिस, नमस्कार। नमस्कार, हजुरको बारेमा भनिदिनु अनि किन सेसन यो मेरो नाम चाहिँ अमृता मुखिया हो। हजुर। म चाहिँ नवलपरासीबाट कुरा गर्दैछु। हाल चाहिँ अहिले यहाँ बुटल बस्छु। के भन्छ, मैले चाहिँ यसको बारेमा फेसबुक मार्फत नै थाहा पाएको हो। अनि त्यसपछि करारहरूमा या पालिकाहरूमा, गाउँपालिका, नगरपालिकाहरूमा यसको के भन्छ 6 मन्थ कोर्स गरेकोले मनोसामाजिक परामर्शकर्ता 5औं तहमा जागिर खान पाउँछ भनेर खोलिरहेको थियो के भ्याकेन्सीहरू। अनि हामीले नि लिगाउँ भनेर हो मेन। ए ल, थ्याङ्क यू सो मच अमृताजी। हजुरले भने जस्तै अहिले काउन्सिलर धेरै चाहिएको कारणले सायद धेरै भ्याकेन्सीहरू पनि छ होला। गाउँ-गाउँतिर त अझै कतिजना हुनुहुन्न, पुग्नु भएकै छैन। अब मान्छे यति धेरै छ, समस्या धेरै छ, तर समाधानको लागि चाहिँ के गर्ने भन्ने छैन नि त। सो धेरै राम्रो स्टेप हो तपाईँलाई। आशा छ सिक्नुहुन्छ होला है। अ, थ्याङ्क यू। अर्को हामीसँग आँचलजी आउनुभयो जस्तो लाग्यो। उहाँको इन्टरनेट इस्यु भएको हो कि क्या? हजुर, नमस्ते सबैजनालाई। अघि चाहिँ माइक्रोफोन अन गर्न खोज्दा चाहिँ कट भएछ, सरी त्यसको लागि। ठिक छ। म चाहिँ अहिले सल्यान जिल्लामा चाहिँ आयुर्वेद चिकित्सकको रूपमा चाहिँ छात्रवृत्ति करारको रूपमा कार्य गर्दैछु। अनि मैले चाहिँ पेसेन्टहरू हेर्दा धेरै पेसेन्टहरू चाहिँ मेन्टल प्रब्लम लिएर आउनुहुन्छ। अनि उहाँहरूलाई चाहिँ कसरी डिल गर्ने, कसरी काउन्सल गर्न सकिन्छ अझै बेटर तरिकाले, त्यो सोचेर चाहिँ यो क्लास जोइन गरेको। मैले यो क्लास चाहिँ 2-3 इयर्स अघि नै जोइन गर्न खोजेको थिएँ, तर अनलाइन कोर्सेसहरू चाहिँ मैले खासै नभेटेको भएर चाहिँ अनि आफ्नो टाइम पनि नभएर चाहिँ जोइन गर्न पाएको थिएन। अहिले चाहिँ इन्स्टाग्राममा ठ्याक्क एडभर्टाइजहरू देख्दा चाहिँ अनि मैले जोइन गरिहालेको हो। हजुर, हस्, थ्याङ्क यू। थ्याङ्क यू सो मच। हामीसँग भनेपछि भेराइटी अफ प्रोफेसनबाट आउनु भएको जस्तो छ। अन्जुजी, हजुर त्यतै हुनुहुन्छ? हजुर हजुर, नमस्कार। म अन्जु, म काठमाडौँबाट नै हो। मैले यो एडभर्टिजमेन्ट चाहिँ मैले फेसबुकमा देखेको, इन्स्टामा पनि देखेको है। म पनि प्रोफेसनली इन्भल्भ थिएँ, तर अब अहिले ब्रेक टर्ममा चाहिँ यसरी हेर्दाखेरि यो काउन्सिलिङ चाहिँ कति चाहिएको रहेछ। हुन्छ नि, फ्यामिली साथीहरू जसलाई पनि भेट्दाखेरि एक न एक किसिमले उनीहरूलाई चाहिँ एउटा सपोर्ट सुनिदिने, के गर्ने भनेर। अब अहिले त म अब त्यसमा एकदम पोख्त छुइनँ। आफ्नो प्रोफेसनमा अलिअलि गर्न पर्थ्यो, तर अब अहिलेको अब सिचुएसनमा कसरी त्योलाई रेस्पोन्ड गर्ने र आफ्नो स्किल कसरी डेभलप गर्ने र अरू साथीभाइ चाहिएको, कसैलाई सपोर्ट चाहिएमा चाहिँ मैले कसरी हेल्प गर्न सक्छु जस्तो लागेर मैले जोइन गरेको हो। थ्याङ्क यू सो मच। अब हामी मुभ अन गर्छौँ अस्मिताजीसँग। अस्मिताजी, हजुर, नमस्ते सबैजनालाई। मेरो नाम अस्मिता ओझा, म धनगढी सुदूरपश्चिमबाट छु होइन। मैले चाहिँ यो ट्रेनिङको बारेमा चाहिँ फेसबुकको एडबाटै थाहा पाएको। म चाहिँ डेभलपमेन्ट सेक्टरमा काम गरिरहेको धेरै समय भयो। अनि त्यहाँ पनि नर्मली चाहिँ म कम्युनिकेसन र अकाउन्टेबिलिटीमा बढी जस्तो काम गर्ने भएको भएर अब कम्युनिटीको अकाउन्टेबिलिटी मेकानिजम्सहरू हेर्ने बेलामा चाहिँ कति केसेसहरू कस्तो गाह्रो सिचुएसनको आउँछ, जुन चाहिँ हामीले डिल गर्न रिफर गर्नुभन्दा अगाडि कति सिचुएसनहरू आफूले डिल गर्नुपर्ने हुन्छ होइन। त्यो नलेज नहुँदा चाहिँ कति बेला मान्छेसँग कुन तरिकाले हामी बोलिरहेछौँ भन्ने कुरा नै, त्यो सही गरेँ कि गलत गरेँ भन्ने नलेज नै नहुने भएको भएर मैले यो ट्रेनिङ लिन खोजेको। धेरैचोटि ट्राई गरेँ, तर त्यही टाइमको अभाइबिलिटी नहुने, फिजिकल क्लासेसहरू जान, त्यही भएको भएर यो अनलाइन क्लास देखेर चाहिँ अपर्च्युनिटी राम्रो हो भनेर चाहिँ मैले जोइन गरिहालेको। थ्याङ्क यू। थ्याङ्क यू सो मच। अब हामी अर्को पनि कसैको इन्ट्रोडक्सन लिन्छौँ। हामीसँग हुनुहुन्छ दिल्लीजी। दिल्लीजी, हजुर त्यतै हुनुहुन्छ? सबैजनालाई नमस्ते। म दिल्ली भण्डारी, म चाहिँ धरानबाट हो। अनि मैले पनि यो फेसबुक एडबाट नै पाएँ क्लास हुँदैछ भनेर चाहिँ। अनि हाम्रो स्मृति खड्काजीसँग कुरा भयो, त्यस पछाडि जोइन गरेँ। अनि म चाहिँ यता हाम्रो एउटा
एनसिडी रिलेटेड केएचडिसी भन्ने बिपिकेएचएस धरानको जोइन्ट प्रोग्राम चलाउँछौँ अनि त्यसमा चाहिँ एनसिडीलाई नै बढी फोकस हुन्छ। त्यहाँ पनि अनि काउन्सिलिङ म कोअर्डिनेटरको काम गर्दाखेरि काउन्सिलिङको पाटोमा अलि धेरै गर्नुपर्छ अनि यसमा चाहिँ सोसियल काउन्सिलिङ पनि गर्नुपर्ने खालको पेसेन्टहरू आउने अनि एनसिडी रिलेटेडलाई पनि काउन्सिलिङको निड हुने भएकोले केही ज्ञानहरू बढ्छ भन्ने भएर चाहिँ जोइन गरे हो। हस्, थ्याङ्क यू सो मच। हामीसँग हेमराज सर पनि हुनुहुन्छ। हेमराज सर, हजुर यता हुनुहुन्छ? सर, हजुरको माइक अफ छ। ओके, म त भुलेछु। नमस्कार सम्पूर्णमा, म हेमराज ढकाल। म ओरिजिनल्ली फ्रम इलाम हो। अहिले हालमा चाहिँ बनेपामा विगत 17-18 वर्षदेखि बनेपामा कार्यरत छु। म पेसाले टिचर हुँ। यहाँ म यसो हेर्दैछु, म मात्रै हो कि जस्तो लाग्दैछ टिचर। स्कुल प्लस कलेज जुनियरदेखि हायर एजुकेसनसम्मको स्टुडेन्टहरू ह्यान्डल गर्नुपर्छ। त्यो हिसाबले दुईवटा कुराहरू, एउटा म प्रत्येक दिन कार्यक्षेत्रमा यो रिलेटेड इस्युहरू बढिरहेको देखिन्छ। इभन साना बच्चाहरूमा अथवा ठुलो इभन मास्टर डिग्रीको स्टुडेन्टहरूमा अथवा ब्याचलरको स्टुडेन्टमा, त्यो हिसाबले एउटा आफू पनि अपडेट हुनुपर्छ यो फिल्डमा। किनकि डिलिङ गर्ने त हामीले नि हो फर्स्टमा। कुनै पनि व्यक्ति घरमा, घर पछाडि विद्यालय अथवा कलेजमा, त्यस पछाडि मात्रै हेल्थ रिलेटेड अर्गनाइजेसनहरूमा जाने अथवा हस्पिटलहरूको कुराहरूमा हुँदाखेरि आफूलाई पनि अपडेट गर्ने प्लस अब यो फिल्ड चाहिँ कस्तो भने आफूलाई इन्ट्रेस्ट लागेको पनि हो। अनि एक दुईवटा युनिभर्सिटीहरूमा पनि यो रिलेटेड कोर्सहरू खोज्दाखेरि चित्तबुद्ध कोर्स अथवा भनौँ आफूलाई सुइटेबल हुने नपाएको, यसो फेसबुक कोट्याउँदै जाँदाखेरि ठ्याक्कै यो भेटियो। अनि के कसो छ भनेर यसो अलिअलि हेरेँ पनि। तपाईँहरूले पठाउनु भएको सिलेबसबाट बुकहरू पनि यसो अलिअलि पल्टाएर हेरेँ, बुकहरू डाउनलोड गरेर ठिकै लाग्यो। अनि आफूलाई मेन कुरा अपडेट गराउँ अथवा यो सेक्टर त अहिले एकदमै करेन्ट भनौँ सबभन्दा गाह्रो देखिएको सब्जेक्ट हुनाले चाहिँ म जोइन गरेको हुँ। आशा छ राम्रै गरी सकिन्छ भन्ने लागेको छ। अब के कसो छ, प्राय अब सर म्यामहरू त मेडिकल फिल्डबाट हुँदो रहेछ, म चाहिँ छुट्टै देखिरहेको छु। मलाई ठिकै छ, धन्यवाद। हस्, थ्याङ्क यू सो मच सर। हामी सिक्छौँ मजाले यो प्रोसेसमा, हजुरले ढुक्क हुनुभयो हुन्छ। हामीसँग अब हुनुहुन्छ लुमन्तीजी। नमस्ते, म चाहिँ साइकोलोजीको स्टुडेन्ट हो अनि यो कोर्स पनि साइड बाई साइड लाँदाखेरि चाहिँ मलाई अझै करियर क्ल्यारिटी हुन्छ कि भनेर मैले जोइन गरेको। मैले चाहिँ यो टिचरहरूले पनि मेन्सन गरेको सुनेको थिएँ अनि इन्स्टाग्राममा पनि ठ्याक्कै भेटाइहालेँ अनि जोइन गरिहालेको। हस्, थ्याङ्क यू सो मच। अर्को हामीसँग हुनुहुन्छ ममताजी। ममताजी, हजुर त्यता हुनुहुन्छ? नमस्ते सबैजनालाई। मैले चाहिँ यो साइको सोसियल ट्रेनिङको बारेमा चाहिँ नि फेसबुक इन्स्टाग्रामबाट नै देखेको हो। अनि त्यस पछाडि म बाई प्रोफेसन म आफै स्टाफ नर्स हो। मेरो प्रोफेसनलाई चाहिँ नि फर्दर हेल्प हुन्छ। प्लस अब काउन्सिलिङ भनेको अहिलेको कन्टेक्स्टमा जुनै पनि चिजमा चाहिन्छ नि त, त्यसले गर्दाखेरि फर्दर अझ राम्रो हेल्प हुन्छ भनेर चाहिँ नि क्लास जोइन गर्नलाई आएको। थ्याङ्क यू। थ्याङ्क यू सो मच। त्यसपछि हामीसँग मनुजी हुनुहुन्छ। मनुजी, हजुर त्यतै हुनुहुन्छ? हजुर, नमस्ते सबैजनालाई। आज अलिकति हेल्थ कन्डिसन गाह्रो भइरहेको बोल्न सक्दैन, डिस्टर्ब नहोला थोरै बोल्दाखेरि। मैले चाहिँ यो कोर्समा इन्ट्रेस्ट हुनुको कारण चाहिँ म के भन्छ यो ह्युमन साइकोलोजी बारेमा क्युरियोसिटी हुने पहिलादेखि नै। अनि प्लस मैले यही सेक्टरमा काम गर्न चाहन्छु, त्यही भएर हो। अनि मैले यसको चाहिँ फेसबुकबाट नै थाहा पाएर अनि जोइन गरेको। थ्याङ्क यू। थ्याङ्क यू सो मच। गेट वेल सुन मनुजी।
निर्मलाजी हजुर पनि त्यतै हुनुहुन्छ? हेलो निर्मलाजी हजुर हुनुहुन्छ त्यहाँ? निर्मलाजीको रिप्लाई आइरहेको छैन। हामी प्रजिताजीतिर मुभ गरौँ न है। प्रजिताजी नमस्ते सबैजनालाई। मैले चाहिँ यो क्लास जोइन गर्नुको कारण चाहिँ नि यो हो कि मैले चाहिँ भर्खरै एउटा संस्था स्थापना गरेको छु, जुनमा चाहिँ हामी सर्लाहीमा बच्चाहरूसँग काम गर्छौँ। यता चाहिँ एकदमै धेरै बाल विवाह अनि बाल श्रम अनि त्यसपछि स्कुल ड्रप आउटको प्रब्लमहरू छ। सो यो बच्चाहरूलाई चाहिँ कसरी हामीहरू फ्युचरको लागि राम्रो डिरेक्सनमा लान सकिन्छ भन्ने हिसाबले काउन्सिलिङ गर्नको लागि चाहिँ मैले अलिक यो विषयमा जान्न खोजेको। र अर्को कुरा चाहिँ नि अब यसो हेर्दाखेरि घर परिवार साथीभाइ सबैजना धेरैजनालाई धेरै आजकल मेन्टल इस्युहरू छ। मेन्टल इस्यु नै नभनौँ, पर्सनल इस्युले गर्दा मेन्टल स्ट्रेस पनि हुनसक्छ। सो त्यसमा पनि केही हेल्प हुन्छ कि भन्ने हिसाबले चाहिँ मैले जोइन गरेको हो। थ्याङ्क यू सो मच। निर्मलाजी हजुर हुनुहुन्छ त्यता? ए बाटोमा हुन्छ, हामी एकैछिनमा हजुरसँग आउँछौँ। समाराजी हजुर हुनुहुन्छ त्यहाँ? हुनुहुन्छ, नमस्ते। मैले चाहिँ यसको बारेमा फेसबुकबाट थाहा पाएकी हुँ। अनि अहिले मसँग अलिक फ्री टाइम भएकोले यति बेला चाहिँ मलाई साइको सोसियल क्लासको लिउँ न, टाइमको पनि युटिलाइज हुन्छ र हाम्रो सोसाइटीले गर्दा हाम्रो मेन्टल हेल्थमा कसरी इफेक्ट पार्छ र त्यसको प्रिभेन्सन गर्नको लागि लिएको हो। र यहाँ अहिले धेरै नै के भन्छ त्यो मेन्टल प्रब्लम्सहरू छ, त्यस भएर त्यसको डिल गर्न सजिलो होस्। थ्याङ्क यू सो मच। हामीसँग लास्टमा सन्जुजी हुनुहुन्छ। सन्जुजी हजुर त्यही हुनुहुन्छ? हेलो सन्जुजी हजुर त्यहाँ हुनुहुन्छ? हजुर हजुर आइरहेछ। नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ सन्जु सिंह धामी। म चाहिँ अर्थशास्त्रको विद्यार्थी हो अनि पेसाले चाहिँ म पनि यता शिक्षण पेसातिर छु। अनि त्यही भएर हेमराज सरलाई चाहिँ सर हजुर मात्रै हुनुहुन्न म पनि छु भन्ने मन लागेको थियो। अनि अर्को भनेको चाहिँ यही शिक्षण पेसामा भएको कारणले गर्दाखेरि अब डेली लाइफमा बच्चाहरूसँग डिल गर्नुपर्ने भएको हुनाले चाहिँ मलाई चाइल्ड साइकोलोजीहरू बुझ्न मन थियो। अनि त्यही क्रममा चाहिँ मैले इन्स्टाग्राममै हजुरहरूको एड देखेको भएर चाहिँ मलाई जोइन गर्नु मन लागेको थियो। अनि अब कुराहरू गर्दै जाँदाखेरि अब थ्योरीले पनि ब्याकअप भयो भने सजिलो हुन्छ बुझ्नलाई, पेरेन्ट्ससँग डिल गर्नुपर्ने हुन्छ। अनि बच्चाहरूको दिनदिनैको ट्यान्ट्रमहरू हुन्छ, सबै बिहेभहरू हुन्छ। अनि एभ्री चाइल्ड डिफ्रेन्ट हुन्छ। अनि त्यो भएको कारणले गर्दाखेरि किन हुन्छ, कसरी हुन्छ, आफूले नलेज त जहिले पनि काम लाग्छ भनेर चाहिँ यो टाइम युटिलाइज गरौँ भनेर चाहिँ अनि हजुरहरूसँग जोइन हुन खोजेको हो। थ्याङ्क यू सो मच। म मेरो बारेमा पनि थोरै इन्ट्रोडक्सन दिन्छु ल। सबैजना आउनुभयो, एकदम खुसी लाग्यो। एकदम पार्टिसिपेटरी हुनुहुन्छ भन्ने मलाई एकदमै आशा छ है। क्वेसन सोद्धा चाहिँ एटलिस्ट हजुरहरूले मजाले रिप्लाई गरिदिनु होला ल। फेरि एक्लै बोलिराख्दा त रेडियोमा बोले जस्तै हुँदो रहेछ। त्यही भएर मेरो नाम चाहिँ अलिसा अधिकारी हो। अनि पेसाले म पनि टिचिङमै छु, मतलब म पनि लेक्चरर भयो। मैले चाहिँ +2 र युनिभर्सिटीको स्टुडेन्टहरूलाई चाहिँ साइकोलोजी पढाउँछु। विभिन्न तरिकाले युनिभर्सिटीमा त अबनर्मल साइकोलोजीदेखि लिएर हामीले क्लिनिकल भन्छौँ, क्लिनिकल साइकोलोजीदेखि लिएर हामीले अरू बेसिक साइकोलोजी सबै पढाउँछौँ होइन। अनि अर्को चाहिँ पेसाले म साइकोलोजिस्ट पनि हो। म मोस्टली चाहिँ टिन एजको बालबालिकाहरूसँग, एडोलेसेन्टसँग काम गर्छु। अनि मैले पास्टमा चाहिँ एनजिओ सेक्टरमा रहेर चाहिँ बालबालिका, महिला होइन सबैजनाको सेक्टरमा चाहिँ काम गरेको छु। ह्युमन ट्राफिकिङ, एन्टी ह्युमन ट्राफिकिङदेखि लिएर चाइल्ड लेबर यो सेक्टरमा पनि काम गरेको छु। मैले पनि हजुरहरू जस्तै साइकोलोजी स्टुडेन्ट हुँदैखेरि चाहिँ पहिला 6 मन्थ्स काउन्सिलिङ ट्रेनिङ लिएर अनि त्यसपछि स्किल डेभलप गरेर अनि मास्टर्स पनि सकाएको हो साइकोलोजीमा। मलाई चाहिँ हेल्प भएको थियो। त्यही भएर अहिले मैले आफैले ट्रेनिङ दिइराख्दाखेरि पनि मलाई चाहिँ यति चाहिँ थाहा छ कि स्किल वाइज चाहिँ धेरै हेल्प हुन्छ। थ्योरिटिकलले मात्रै भन्दा पनि स्किल वाइज चाहिँ तपाईँ आफ्नो पढाइ सँगसँगै यो गर्दाखेरि चाहिँ हेल्प हुन्छ भनौँ न।
अनि अर्को भन्नुपर्दाखेरि चाहिँ मैले एनएसआरसीसँग साइको सोसियल काउन्सिलिङमा काम गरेको अब अहिले एउटा अनगोइङ ब्याचदेखि नै हो अनि अहिले चाहिँ हजुरहरू अब सेकेन्ड ब्याच भनौँ न होइन त्यसरी चाहिँ काम गरिराखेकी छु केही पनि प्रश्न आयो दिमागमा केही पनि हजुरलाई बुझ्न मन लाग्यो भने चाहिँ निर्धक्क भएर सोध्नु होला माइक खोल्न मिल्छ भने माइक खोलेर नत्र च्याटमा लेख्नु भयो नि हुन्छ म सकेको अलिकति स्लो स्पिडमै जान खोज्छु तर अलिकति छिटो बोल्छु म होइन बुझ्नु भएन भने चाहिँ हात उठाएर सोधिहाल्नु है त सबैजनालाई है ल अब आजको मैले चाहिँ मेन इन्ट्रोडक्सनबाट सुरु गरेँ ल साइको सोसियल भन्ने शब्दको अर्थ कतिजनाले बुझ्नुहुन्छ मनोसामाजिक शब्दको अर्थ यसको शाब्दिक अर्थ भनौँ न ठ्याक्कै शब्दको ट्रान्सलेटै गर्नु पर्दाखेरि चाहिँ ठ्याक्कै बुझ्नेलाई हजुर पूजाजी भन्नु त प्रजिताजी रहेछ प्रजिताजी हजुर ए बुझ्नुहुन्छ ए भनिदिनु न त मिनिङ थाहा छ भने जसले भन्नुभयो नि हुन्छ मनोसामाजिक भन्ने बित्तिकै के बुझिन्छ जसले भन्नुभयो नि हुन्छ ल मनोसामाजिकको अर्थ चाहिँ के हो मनको रोग हामीले ठ्याक्कै रोगै पनि भन्दैनौँ तर ठिकै छ अरूले ट्राई गर्नुहुन्छ मनोसामाजिक हजुर हेलो हजुर दिलिसा के भन्न खोज्नु भयो हजुर मलाई चाहिँ लाग्छ यो अब व्यक्तिले मनमा सोचेको कुरा र समाजसँग तालमेल नमिल्नु हजुर धेरै धेरै धन्यवाद हजुरले भने जस्तै नै हो कहिलेकाहीँ कति कुरा चित्त बुझ्दैन कति कुराहरूले हामीलाई असर पारेर हुन्छन् हामीले थाहै नपाइकन विभिन्न कुराले हाम्रो चाहिँ सोचमा हाम्रो चाहिँ भावनामा असर गरिरहेको हुनसक्छ कि हजुर हेमराज सरले भने चाहिँ प्रब्लम अफ अ पर्सन इन रिलेसन टु अदर समाजले मलाई म व्यक्तिलाई पार्न सक्ने असर र म व्यक्तिले समाजलाई पार्न सक्ने असर चाहिँ साइको सोसियलमै हामी चाहिँ लिन्छौँ त्यसलाई है मनोसामाजिक एउटा मान्छेको मन र समाजको बिचको अन्तरङ्ग तर यो मन भनेको के हो त हजुरलाई के लाग्छ मन के हो मनको सोच भावना मानिसको अवस्था भन्नु ल मन भनेको के हो भनिदिनु न त मलाई जसले भन्नुभयो नि हुन्छ मन भनेको सोचाइ नै होला मन भनेको सोचाइ होला हुन्छ अरूलाई के लाग्छ मन भनेको के होला भात खान मन लाग्छ नि मान्छेलाई त्यो भने के होला है कस्तो भात खान मन लाग्यो कस्तो तितौरा खान मन लाग्यो कस्तो मोमो खान मन लाग्यो भनिरहेको हुन्छौँ हामी होइन त्यो भने चाहिँ के होला त इच्छा चाहनाहरू है अब हजुर मध्ये कसलाई लाग्छ हजुर इन्डिभिजुअल इन्ट्रेस्ट भन्नुभयो सरले अरूले पनि भन्नु न हजुरलाई मन भने के जस्तो लाग्छ मन कहाँ हुन्छ मान्छेको मन कहाँ हुन्छ ठ्याक्कै दिमागमा हुन्छ कि कहाँ हुन्छ ब्रेनमा मन हुन्छ कि अथवा सोच्ने बुझ्ने अनुभूति सम्झिने हजुर त्यो पनि हो तर मन ठ्याक्कै कहाँ लाग्छ भन्ने कुरा हजुरलाई के गर्न मन लागिरहेको छ अहिले हजुरको मनले के भनिरहेको छ वाट्स इन यर माइन्ड भन्छ नि के भनिरहेको छ हजुरको मनले अहिले आफू नै हो मन भन्नु तर हुन्छ चाहिँ कहाँ मनुजी मन मन त दिमागमै हुन्छ तर फिल चाहिँ छातीमा हुन्छ फिल चाहिँ छातीमा हुन्छ मन दिमागमा हुन्छ भने फिल छातीमा किन हुन्छ त त्यो छातीमा मात्रै होइन इमोसनहरू बडीको डिफ्रेन्ट पार्टमा डिफ्रेन्ट वेमा फिल हुन्छ धेरै जस्तो चाहिँ छातीमा हुन्छ धेरै जस्तो चाहिँ छातीमा फिल हुन्छ मलाई त जसँग डर लाग्दा त पैतालातिर झन् गर्छ नि
मलाई त कस्तो खुट्टा झन गरेर आउँछ एकदम डर लाग्दाखेरि। किन होला है? जसले आन्सर गर्नुभयो भने चाहिँ हजुरलाई के हुन्छ त्यो पनि भन्नुभयो हुन्छ ल। हजुरलाई डर लाग्दा, खुसी हुँदाखेरि छातीमा बाहेक अरू कहाँको असर गर्छ? सेन्टर अफ आवर सेल्फ भन्नुभएको छ मनोजीले हो। मन भनेको त आफ्नो भित्रको विचारहरू नै हो तर कहाँ चाहिँ हुन्छ त? एक्ज्याक्टली कुन ठाउँबाट अपरेट हुन्छ होला? आफ्नो मनले जहाँ सोध्छ त्यहीँ हुन्छ जस्तो लाग्छ मलाई चाहिँ त्यही हुन्छ जस्तो साइकोलोजीले लाग्छ। हो। त्यो पनि माने। मैले चाहिँ मनलाई कसरी बुझाएको छु भन्दा एउटा फिजिकल सेल्फ छैन पनि छ पनि। यो सबै थोक मिलेर यो बायोलोजी यो सबै थोक मिलेर बनेको एउटा नेटवर्क भनौँ न एउटा सञ्जाल छ। त्यसलाई चाहिँ मैले मन भनेर बुझाएको छु। न दिमागमा छ न मुटुमा छ। किनकि अम, दिमागमा किन छैन यो कुरा भन्दाखेरि हाम्रो न्युरोन्सहरू हामीले सुनेका होला नि शब्द होइन? न्युरोन्सहरू त फेरि यहीँदेखि सुरु भएर माथि जान्छ। हामीले फिल गर्ने अनुभूतिहरू शारीरिक अनुभूति त फेरि यतै छालाबाट, मुखबाट, कता कताबाट दिमागमा पुग्छ। अनि त्यही कुरा फेरि फिर्ता आएर हामीले गर्ने व्यवहारमा देखिन्छ। भनेपछि मन कता छ भन्दा यही सञ्जालभित्र कतै न कतै लुकेर बसेको छ। कहिलेकाहीँ चाहिँ मनलाई मारिन्छ अथवा मनलाई चाहिँ दबाउनुपर्छ भनेको इच्छा चाहना दबाउनुपर्छ। कहिलेकाहीँ चाहिँ खुलेर एक्सप्रेस गर्न पाइन्छ होइन?